हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। हामी चाहिँ फाइनली आजको हाम्रो भिडियो भनेको आजको हाम्रो चट्टा हामी नौतर्सेरा एउटा बोका म्याच छड्यो होइन। केटाहरू त्यहाँ जान्ला केटाहरू चाहिँ फाइनली झरिसक्यो। म चाहिँ एक्लै चाहिँ यतातिर भाइले म्याच खेल्न गइदिउँ न त होइन। खेल्न त सक्दैन, यसो रमाइलो गरिदिउँ भनेर गाउँतिर मात्रै कति बस्ने भनेर होइन हामी चाहिँ लाग्यो ल है गाइस। फोर्जुङ गाउँको खलखली हाम्रो वाल बनाएर रहेछ। चौतारो पुग्यो हामी। माले यावा जी कराइदी यावा क्यों खाना हाँ ए ल ल तब हेलो भन्दै नि त ब्लगमा छोटे हेलो हेलो आज बोइलर तामु आज ठीक भयो। ओ मोलडे आबुदी हेलो ए कडा आमा यस्तरमा ओ पदमसा वाइ सुदा नौतरसा फाइनली जितेर पुग्यो हामी। ओ कडा शीघ्र भिरतिर कलाएर जितेर कट्यो। शीघ्र भिरतिर जितेर कट्यो टाक कलाएर। माछा त टन्नै छ होला होइन खोलामा आमा पदम सर कहीं हालिने त भनमा सवारी खतरा शीघ्र भिर पुग्यो फाइनली। यो त खोलाको बगर फाइनली नौतर्सेरा पुग्यो गाइस। ट्र्याक्टरबाट झड्यो गाइस होइन। ए नौतर्सेरा टक्क लाएर केटाहरू पछाडि पनि छ आमा जोस् नौतर्सेराको बाटो पहिला म आउँदाखेरि 4-5 वर्षखेरि चाहिँ यस्तो थियो बाटो होइन। तातेर दि छाड्छ यस्तो थिएन, यस्तो खतम थियो। यता चाहिँ होइन प्रहरी चौकी श्रीमञ्जङ होइन नौतर्सेरामा छ हाम्रो टक्क लाएर। यता बाटो यो बाटो चाहिँ यस्तो कच्ची बाटो थियो। यता चाहिँ दुर्दी गाउँपालिका गाउँ कार्यालय रहेछ होइन। यता चाहिँ यताको गेट टक्क यता यहाँ मासु पाइने रहेछ होइन। मासु लिएर जाने भए जाउँ होला टाढा हो। यता बाइक पनि रहेछ 220 चलाइदिउँ त ओइ यता हाम्रो मैला दाइको पसल होइन खैसिम तपाका नौतर्सेराको नाली आमा यता नौतर्सेरा हो बाजे के छ हो बाजे मिठो आउँदो रहेछ हावा यहाँ त होइन। यता सुतेर छ भएर हो ठिडा भयो त आउँदी परेल सर बाटै छैन रहेछ माट ल ग्राउन्डको नजारा ओ दाइ तामुदी दाइ नै हजुर दाइ ओ दाइ के छ दाइ ठीक छ
सलामवालेकुम यहीँ खतरा आइरहने कि त ग्राउन्ड चाहिँ यही हो होइन फाइनली गेम हुँदैछ हाम्रो केटाहरूको आयोजकसँग हो आसमा होला हाउडे पेन्सन लेख्यौँ हमने लौ त गाइस हामी फाइनली हारेर आयो होइन एक गोल खायो केटाहरूले जिममा चढिसक्यो हामी फाइनली लौ त गाइस हाम्रो ब्लग अझ यहीँसम्म हेलो गाइस फाइनली हाम्रो केटाहरू बल खेलेर आयो हार्यो होइन हारेपछि अब यसो सब थाकेको छ होइन थाकेर हिँड्न नसक्ने भएको छ म चाहिँ सबसे पछाडि हिँडेको छ हिँड्नै नसक्ने कहिल्यै गेम खेलेको होइन सो त्यही हो गाइस हाम्रो आजको ब्लग भनेको यहीँसम्म हेरिदिनु होला फुल वाच गरिदिनु होला धेरै धेरै धन्यवाद।